2082 साल पौष 22 गते मंगलबारको दैनिक राशिफलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत एवं अभिवादन छ। सबैभन्दा पहिले मेष राशि हुने व्यक्तिहरूको आजको दिन काम गर्ने जोश राम्रो रहनेछ, तर हतारले कहिलेकाहीँ गल्ती गराउन सक्छ। आफ्ना विचारहरूमाथि जबरजस्ती नथो पर्नु राम्रो हुनेछ। संयम राखे दिनको अन्त्य सन्तोषजनक बन्नेछ। आजको लागि शुभ अङ्क रहेको छ 3, त्यसैगरी शुभ रङ रहेको छ रातो। वृष राशि हुने व्यक्तिहरूको आजको दिन आर्थिक हिसाबले सोच बलियो रहनेछ, तर खर्च बढ्ने सम्भावना प्रबल रहेको छ। परिवारसँगको कुराकानीले मन हलुका हुनेछ। अनावश्यक जिद्दीले काम बिगार्न सक्छ। शुभ अङ्क रहेको छ 6, शुभ रङ रहेको छ हरियो। मिथुन राशि हुने व्यक्तिहरूको आजको दिन संवाद र भेटघाट तीव्र रूपमा बढ्नेछ। बोलेका शब्दले फाइदा पनि दिलाउन सक्छ, तर साँझ पख केही समस्या निम्त्याउन सक्ने देखिन्छ। सोचेर बोल्दा दिन सहज बन्नेछ। शुभ अङ्क रहेको छ आजको 5, शुभ रङ रहेको छ पहेँलो। कर्कट राशि हुने व्यक्तिहरूको आजको दिन भावनात्मक रूपमा अलिक कमजोर महसुस हुन सक्छ। नजिकका व्यक्तिको साथले आत्मबल बढेर जाने देखिन्छ। निर्णय ढिलो गर्दा हानि कम हुनेछ। शुभ अङ्क रहेको छ 2, शुभ रङ रहेको छ सेतो। सिंह राशि हुने व्यक्तिहरूको आजको दिन काममा नेतृत्व देखाउने अवसर प्राप्त होला। प्रशंसा पाइए पनि तपाईमा अहंकार बढ्न नदिनुहोला। विनम्रता अपनाए सम्बन्ध मजबुत हुनेछ। शुभ अङ्क रहेको छ 1, शुभ रङ रहेको छ सुनौलो। कन्या राशि हुने व्यक्तिहरूको आजको दिन कामको चाप बढेर जाने देखिन्छ। तपाईलाई थकाइ महसुस हुन सक्छ। साना कुरामा पनि धेरै चिन्ता लिनुपर्ने देखिन्छ। दिनचर्यामा सन्तुलन आवश्यक छ। आजको दिन शुभ अङ्क रहेको छ 4, शुभ रङ रहेको छ नीलो। तुला राशि हुने व्यक्तिहरूको आजको दिन सम्बन्धमा स्पष्टता आवश्यक देखिन्छ। निर्णयमा अन्यल भए पनि अन्ततः सही बाटो भेटिनेछ। मन मस्तिष्क सन्तुलन राख्नुहोस्। शुभ अङ्क रहेको छ 7, शुभ रङ रहेको छ गुलाबी। वृश्चिक राशि हुने व्यक्तिहरूको आजको दिन मनभित्र चलिरहेको द्वन्द्व आज प्रबल हुन सक्छ। सबै कुरा सबैसँग बाँड्नै पर्छ भन्ने छैन। मौनता आज तपाईको विशेष शक्ति बन्नेछ। आजको दिन शुभ अङ्क रहेको छ 9, शुभ रङ रहेको छ पहेँलो। धनु राशि हुने व्यक्तिहरूको आजको दिन उत्साहप्रद नै छ। नयाँ योजना बनाउने तपाईलाई मन लाग्नेछ, तर हतारमा गरिएको निर्णयले समस्या दिन सक्छ। सचेत रहनुहोला। व्यावहारिक सोच अपनाउनु उपयुक्त देखिन्छ। धनुराशि हुने व्यक्तिहरूको आजको शुभ अङ्क रहेको छ 8, शुभ रङ रहेको छ बैजनी। मकर राशि हुने व्यक्तिहरूको आजको दिन विभिन्न खालका जिम्मेवारी बढेर जानेछन्। तपाईलाई मानसिक थकानको सम्भावना पनि प्रबल देखिएको छ। अपेक्षित परिणाम ढिलो आए पनि निराशा नहुनुहोस्। धैर्यताले साथ दिनेछ। धैर्यले तपाईँ गन्तव्यमा पुग्न सक्नुहुनेछ। शुभ अङ्क रहेको छ 10, शुभ रङ रहेको छ खैरो। कुम्भ राशि हुने व्यक्तिहरूको आजको दिन आफ्ना विचार अरूभन्दा फरक हुन सक्छन्। सबैले बुझ्दैनन् भनेर निराश नबन्नुहोस्। सहिष्णुताले स्थिति सहज बनाउनेछ। आजको लागि शुभ अङ्क रहेको छ 11, शुभ रङ रहेको छ पहेँलो। मीन राशि हुने व्यक्तिहरूको आजको दिन भावना र कल्पना शक्ति प्रबल भएर जानेछ। कुनै पनि निर्णय गर्दा व्यवहारिक पक्षलाई नछोड्नुहोला। दिनको अन्त्य शान्त रहनेछ। संयमता नै आजको तपाईको महत्त्वपूर्ण शक्ति बन्नेछ। शुभ अङ्क रहेको छ 12, शुभ रङ रहेको छ नीलो।